नमस्कार, म गणेश तिमिल सिन्हा र युनाइटेड क्लबको वरिष्ठ उपाध्यक्ष र हालै हुन गइरहेको 14औं संस्करण पोखरा महोत्सवको सांस्कृतिक उपसमिति संयोजक। अहिले महोत्सवको तयारी चाहिँ अहिले अन्तिम चरणमा पुगिसकेको छ र हाम्रो यहाँ स्टलहरू पनि लगभग बनाएर भ्याइसकेको छ भने बालुदेनको कामहरू पनि बन्दै गरेको अवस्थामा छ। स्टेजकोहरू बन्दै गरेको छ र पार्किङको पनि बन्दै गरेको छ। सम्पूर्ण प्रायोजकहरूको पनि एग्रिमेन्ट सकिसकेको छ। राष्ट्रिय स्तरका कलाकारहरूसम्म चाहिँ एग्रिमेन्ट पनि भइसकेको छ र लगभग भन्दाखेरि अब अन्तिम चरणमा चाहिँ लगभग फाइनल 90% को काम भइसकेको छ। यो मेला भनेको हाम्रो अहिले लगभग 13 वर्ष भइसकेको छ र हाम्रो युनाइटेड क्लबको नारा अनुसारलाई स्वास्थ्य, शिक्षा, खेलकुद र पर्यटन सम्बन्धी चाहिँ हामीले कार्य गर्दै गइरहेका छौँ र 14औं संस्करणको पोखरा महोत्सवमा पनि हामीले यसबाट आम्दानी भएको रकमले सामाजिक कार्य गरेर रहेको पैसाले पनि हामीले आवश्यक छात्रावास निर्माण गर्न लागिरहेका छौँ। त्यहाँ छात्रावास निर्माणमा चाहिँ हामीले खर्च गर्नेछौँ। कलाकारहरू हाम्रो राष्ट्रिय स्तरका कलाकारहरू आउँदैछ, जस्तै लोक दोहोरीतिर चाहिँ हाम्रो बद्री पगिनी आउँदै हुनुहुन्छ, हाम्रो शान्ति रानी परियार आउनुहुन्छ, शान्तिश्री परियार आउँदै हुनुहुन्छ, अस्मिता अधिकारी आउँदै हुनुहुन्छ, समीक्षा अधिकारी आउँदै हुनुहुन्छ, हाम्रो प्रकाश दूतराज आउँदै हुनुहुन्छ, प्रकाश सपुत आउँदै हुनुहुन्छ र हाम्रो स्थानीय लोकल कलाकारहरूको पनि प्रस्तुति हुन्छ भने नाइटमा पनि हाम्रो 13 दिनै हाम्रो लाइभ ब्यान्ड हुने गर्दछ। त्यसमा पनि हाम्रो पोखराको चर्चित कलाकार हाम्रो लाउरे आउँदै हुनुहुन्छ, भिटेन आउँदै हुनुहुन्छ, जेएमसी आउँदै हुनुहुन्छ, पर्पली आउँदै हुनुहुन्छ, सबिन राई आउँदै हुनुहुन्छ र हाम्रो पोखराको लोकल कलाकार लेकारी डिमोर्चा आदि आउँदै हुनुहुन्छ भने हाम्रो लोकल ब्यान्डहरूलाई पनि हामीले गाउने पर्फर्मेन्स दिने चाहिँ हामीले ठाउँ दिएका छौँ। टिकट दर चाहिँ हाम्रो विद्यार्थीहरूको 80 छ भने सर्वसाधारणको लागि चाहिँ हाम्रो 100 हुनेछ र रात्रिको लागि हाम्रो 300 हुनेछ लोकल कार्यक्रममा र त्यसपछि चाहिँ हाम्रो आवश्यकता अनुसार चाहिँ 400 बनाउने कुरो छ। सुरक्षाको लागि अहिले हाम्रो पहिलाको भन्दा धेरै जोड गरेका छौँ, किनभने यो जेनजी आन्दोलनले गर्दाखेरि अहिलेको माहौल अलिकति कठिनै हुने हामीले सोचेका छौँ र अस्ति हाम्रो सुरक्षा बैठकमा पनि हाम्रो सिडिओ साहबहरूले यही कुरा गर्नुभएको थियो कि अब तपाईँहरूको यो अवस्था अलिकति जटिल छ, तपाईँहरूले सुरक्षामा विशेष ध्यान दिनुपर्छ भन्ने कुरा गर्नुभएको थियो र हामीले त्यस कुरालाई मध्यनजर गरेर चाहिँ यसपालि चाहिँ हामीले प्राइभेट सेक्युरिटी गार्ड हामीले पहिला 12वटा राख्थ्यौँ भने अहिले 15-16वटा भन्दा धेरै थपेर हामीले अगाडि बढाएका छौँ भने हाम्रो भोलिन्टियर भाइ बहिनीहरू पनि पहिलाको भन्दा धेरै मात्रामा हामीले थपेका छौँ र हाम्रो सरकारीबाट पनि सरकारी सुरक्षाहरू पनि हामीले पहिलाको भन्दा अलि धेरै गरेका छौँ र हामीले ठाउँ-ठाउँमा पहिला हामीले 12-13वटा सिसी क्यामेरा राख्ने थियौँ भने अहिले चाहिँ हामीले 35-36वटा छ। सबै कोणमा हामीले सिसी क्यामेरा राखेर सुरक्षा व्यवस्थापन अलि दह्रो गरेको छ। पहिलाको भन्दा अलि फरक छ किनभने हाम्रो यो लोप हुन गइरहेको खेल ठेलो प्रथम ठेलो प्रतियोगिता हुन गइरहेको छ भने टिकटक प्रतियोगिता हुन गइरहेको छ र विद्यालय स्तरीय खुल्ला नृत्य प्रतियोगिता हुँदैछ भने विद्यार्थी भाइहरूलाई नै मध्यनजर गरेर चाहिँ एउटा साइन्स एक्जिबिसन देखाउन गइरहेका छौँ। हामीले पोखरा महोत्सव चाहिँ हाम्रो पौषको 29 गतेदेखि माघको 11सम्म हुन गइरहेको छ। सम्पूर्ण पोखरीवासीहरूलाई चाहिँ यो पोखरा महोत्सवमा आएर एकफेर अवलोकन गरिदिनु होला। तपाईँहरूले काटेको टिकट चाहिँ खेर जाने छैन, त त्यही टिकटबाट नै हामीले सामाजिक सेवा गर्न गइरहेका छौँ। त्यही टिकटबाट नै हामीले आवासीय भवन चाहिँ बनाउन गइरहेका छौँ। त्यसै भएर सम्पूर्ण पोखरावासीहरू एकफेर आएर पोखरा महोत्सव अवलोकन गरिदिन हार्दिक अनुरोध।